1 वर्ष भोकेर किने आएको नि स्यामसङको भएर देखि आएको पुरानो नि छ नि त पुरानो पनि आउला एक दिसे खाना त पस्किनै बाँकी रहेछ है पस्केपछि एउटा टक्क निकाल्छ अब कति थाहा भयो 300 मा नयाँ लिने होला नि यसो 1800 मा 1800 मा ए यो चाहिँ हाम्रो फेरि वेडनेसडे है माछा पनि रहेछ आज फेरि हैन के मासु हेर न त्यो ल है मिठो मिठो हाम्रो उमा राखेन सालो हजुर कसले बनाएको हाम थाले है मासु त मैले बनाएको अरु हामीले बनाएको सर अनि आज धेरै पछि तपाईँ त है यहाँ त धेरै पछि के रे मैले भिडियो हालेको थिएँ नि म्याडम भान्से होइन पस्के मात्र पस्के ओन्ली पस्के अनि यो चाहिँ म कहाँ म त बाँकी छ नि यार म त खाइलो भन्नु नि बाँकी छ केटाहरूले पकाएर ल्याइदिए म चाहिँ टक्क यसो रिभ्यू के कस्तो रहेछ भनेर रिभ्यू त दिइहाल्छु फेरि टेस्ट गर्दैछु टेस्ट गर्दैछु एकैछिन ल खान्छु है माछा बाहिर नफाक न यार कसले बनाएको रे भन्दा मिठो मिक्स अब मैले भन्दा मिठो बनाउनु थाल्छु एकटा हालेर भयो कडा कडा ल कस्तो बेला राम्रो छ एकदम सालाले पकाएको खाना एकदम दामी काम हुन्छ त्यो छोरी